दर्शकवृन्द, भुन्टी र श्रेयाको अहिले सातो पुत्लो नै उडिरहेको छ। भुन्टी मरिन् भनेर यता भुवन र टोकलेको पछि पछि लाग्दै च्याउँदै हिँडिरहेका थिए, तर भुन्टी मरेको नभएर अरू केटी नै भएको देखेपछि उनीहरू निराश हुँदै घरमा फर्किँदाखेरि डेन्जर एकदम डरलाग्दो रूप भुन्टीको देखेपछि उनीहरू अहिले छक्क परिरहेछन्। दर्शकवृन्द, भुन्टी नै हो आखिर, तर भुन्टी अर्कै रूप देखिएकी छिन्। के हो यस्तो अचम्म भन्दै उनीहरू हेराहेर गर्दै छक्क परिरहेका छन्। आखिर सुकुमायाले अहिले अब भुन्टीको लागि बदला लिनको लागि सुकुमायाले यति धेरै सङ्घर्ष गर्दै भुन्टीलाई सिकाइरहेकी छिन् कि भुन्टी अब त्यो घरबाट ऊ चाहिँ कोहीबाट पनि अपहेलित अनि नहुने र ऊ अब यति धेरै सङ्घर्ष गरेर त्यही घरमा लडेर खाने र आफ्नो श्रीमान भूपेन्द्रलाई पनि जेरीसँग बिहे गर्नु नदिने र आफ्ना श्रीमानलाई चाहिँ माया गरेर अब बस्ने भएकी छिन्। दर्शकवृन्द, अब आफ्नो जेठानी दिदीले यति धेरै हेला गरेको उसले सहँदा सहँदा अति नै भयो। अब सहनु एकछिन पनि नसक्ने भएकी छिन् भुन्टी। दर्शकवृन्द, अब श्रेयाले यति धेरै पेलेको थियो, आफ्नो देवर अपाङ्ग भएको अवस्थामै भुन्टीलाई श्रेयाले घरदेखि निकालेको थियो र भूपेन्द्र र भुन्टीलाई छुटाउन खोजिरहेको थियो। जेरीसँग बिहे गरेर जेरी चाहिँ धनीको छोरी हो भनेर उसँग अब प्रपर्टी टन्नै छ र उसँग बिहे गर्यो भने चाहिँ सबै मेरो प्रपर्टीहरू फिर्ता हुन्छ भनेर त्यही जेरीसँग बिहे गरिदिनु खोजिरहेको थियो श्रेयाले। दर्शकवृन्द, आखिर के जेरीसँग प्रपर्टी छ त? उसकै बाबाले भूपेन्द्रलाई यस्तो अवस्थामा पुर्याएको थियो र अब त्यो छोरीलाई बिहा गरिदिएर उसलाई के बाबाले दिएला नि त प्रपर्टी। तर पनि यता जेरी चाहिँ अन्ध भएकी छिन् प्रेममा। दर्शकवृन्द, भूपेन्द्रलाई जबरजस्ती मन पराइरहेकी छिन्। भूपेन्द्रलाई चाहिँ पटक पटक उसकै बाबाले उसलाई कुटेर यो अवस्था पुर्याएको सम्झिरहेको छ। यता जेरी भने पागल भएकी छिन्, तर पनि जसरी भए पनि म तपाईँलाई म श्रीमान बनाएरै छाड्छु भनेर भन्छन्। तर पनि भूपेन्द्रले स्वीकारेका छैनन्, भुन्टीकै मात्रै याद गरिरहेछन्। भुन्टीले मलाई यो अवस्थामा किन छोडेर गइन्, मलाई कहिले पनि नछोड्ने बाचा कसम खाकी थिए तर पनि मलाई धोका दियो भन्दै ऊ अछानमा रुँदै बसिरहेको छ। दर्शकवृन्द, आखिर भूपेन्द्रले भुन्टीमाथि धेरै अपराध गरेको थियो, धेरै पाप गरेको थियो। केटीसँग लाग्दा उसलाई यति धेरै यातना दिएको थियो कि केटीहरूसँग लाग्दै घरमा आफ्नो श्रीमतीको अनुहार देख्न नसक्ने, श्रीमतीलाई घृणा गर्ने र घरदेखि कुटेरै निकाल्ने भएका थिए। दर्शकवृन्द, अहिले त्यही पाप भोग्नु परिरहेको छ भूपेन्द्रले। र यता भूपेन्द्रको बहिनी भूमिकाले पनि आफ्नो भाउजूलाई खानु नदी उसलाई यति धेरै पेलेको थियो। आफ्नो भाउजूलाई कहिले पनि उसलाई भाउजूलाई राम्रो गरेकी थिएनन्। अहिले ऊ बिहे गरेर गएकी छिन्। दर्शकवृन्द, उसले पनि त्यस्तै भोग्दैछ। अब के हुन्छ त यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने हुन्छ। हस्त, धन्यवाद।